हेलो साथीहरु, नमस्ते, सलाम, जय सियाराम, गुड मर्निङ। कस्तो हुन्छ तपाईहरु? आशा गर्छु सबैजना राम्रो हुनुहुन्छ होला है त। फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानल 24 व्लग्समा। म चाहिँ तपाईहरुको साथी समीर है। र आज पनि मैले र्यान्डम सुट गर्दै छु है। कति कुरा अपडेट पनि म तपाईहरुलाई बताउने छु प्याकिङको बारेमा। प्याकिङको अलरेडी इन्टरभ्यु चल्दैछ हैन, जसले गर्नु भएको छ। अर्को कुरा चाहिँ के छ भने दबाई दिने तरिका। बाजेले अहिले यो क्याप्सुलहरु निल्नु सक्दैन नि त हैन, निल्नु सक्दैन, सक्थ्यो तर आजकल उसले दङ्गाएर निल्दैन। दबाई दिने तरिका हेर्नुस् है त साथीभाइ। उस ट्याब्लेटहरु म सबै चाहिँ गर्छु। चट्टै यो चाहिँ आइरन बर्जेल भन्छ, चाहिँ आइरन उयो हो, क्याप्सुल हो। अबेला यहाँ टट्टै यहाँ खनाउने हैन, कालो हुन्छ क्या पानीमा हाल्ने बित्तिकै। फेरि यो चाहिँ आइरनको दबाई यो हामीलाई खाँदा पनि हुन्छ, आइरनको कमी हुन्छ अनि। तर म चाहिँ खाँदिनँ, डक्टरलाई नदेखाइ खानु हुँदैन है। अन्त अब रुबेनलाई चट्टै दिएर चाहिँ हामी चाहिँ जाँदैछौँ। आज 2025 को पहिलो हुन्छ साथीभाइहरू पौडी खेलाइ। आज चाहिँ घाम चोट लागेको छ तर चिसो चाहिँ छ है, लागि पनि चिसो चाहिँ छ। रुबेनी atau somea motel asal tiste khadur anak orokin bayam bisedar. Oke, dapat kan. Aji yofi lo यस्तो छ नि त दबाई चाहिँ यसरी खुवाउनु पर्छ साथीभाइ। गाइस तो देखिए कुछ इस तरीके से दवाई खिलाना पड़ता है, नहीं तो लो 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 कैन आता डॉक्टर कोएन। सो हेलो गाइस, मेरा हुलिया देखो, मेरा हुलिया देखा आप लोगों को मालूम पड़ चुका होगा। अभी मैं रुबेन जा रहे हैं एंजॉय करने। आज हम लोगों का ड्राई पिकनिक। अभी आप लोगों को लेके जाऊंगा पिकनिक स्पॉट पे। तो दोपहर का खाना वाना मारो गोली खाना नहीं बनाएंगे, मार्केट से खरीद के लेके जाने का। जब तक रुबेन अपने साथ है ना हाँ, डरने की क्या बात है, जब तक रुबेन साथ है ना कौन। तभी हम लोग यहाँ के नाम यहाँ पे कोल्बो करके बोलते हैं मार्केट। तो हम लोग जा रहे हैं मार्केट, वहाँ से खाना वाना खरीदेंगे, जो भी हो उठाएंगे, उसके बाद निकल जाएंगे स्विमिंग के लिए। गाइस देखते रहिए। अभी इन लोगों का दशहरा जैसा है, जैसे हम लोग दशहरा दिवाली है ना, हम लोग मैं आप लोगों को बता चुका हूँ, दशहरा दिवाली की तरह इन लोगों का एक फेस्टिवल है, पैसा वो चल रहा है। क्या
Mataro telecol. Glida. Cola. Ani kone aksa bakol तो इधर मोटेक अभी मैं इसको पूछ रहा हूँ बोल रहा हूँ कि क्या खाओगे आइसक्रीम या फिर क्या पूरा खरीदेगा जाने का समंदर सबसे पहले मेरे के ग्लास खरीदने गया स्विमिंग करते वक्त अभी मैं थोड़ा देखता हूँ यहाँ पे मैंने देखा बच्चे लोग का है क्या बच्चे का है एडल्ट का है जो भी हो चलेगा यार उठाओ र साथीहरु दोकानमा त गयो हैन शपिङ वगैरह किन्यो जाडो बाजेलाई जाडो हुन थाल्यो पुरा चिसो हावा चल्दै रहेछ र मैले अब स्विमिङ गर्दाखेरि त ग्लास चाहिन्छ स्विमिङ ग्लास नभन्दा आँखा टट्टाएर मार्छ हो यत्रो बिना नुन हुन्छ यहाँ हेर्नुहोस् टुरिस्टहरू आउन थालेको र हामी चाहिँ सबजना इन्जोय गरिरहेको छ र मैले ग्लास चाहिँ पाएन सानो नानीको मात्रै पाएँ किनिन अब पौडी खेल्नु जानु भनेर आज बिहान 4 बजी सुतेको साथीहरू पौडी खेल्नु जानु भनेर होइन कामले गर्दा नै र जिउ पनि भारी भइरहेको छ स्ट्रेस फ्री हुन्छ क्या स्विमिङ गऱ्यो भने चाहिँ जो साथीभाइ यहाँ अगाडि हेरिहाल्नुहोस् मान्छेहरू आएको टुरिस्टहरू कति आइरहेको छ हेर्दै गर्नु है लोकल टुरिस्टहरू रहेछ तर डाइनिङ हल पनि बन्द छ अहिले यिनीहरूको छुट्टी हो साला फ्ल्याग हेर्नुहोस् फ्ल्याग लगाएको रहेछ मजाले हो Alan po Aksa anak ng ulo kibiyama ba okay yes okay taim meat glida biscuit banana yes alcohol very mataro telecol top no mansero कोही बेला चाहिँ पानी लछ अनि बस्यो हुन्छ जस्तो सुकै होस् आज चिसो भए पनि म चाहिँ पानीमा पस्ने हो अरे बाप रे हेर्नु साथीभाइ यहाँ फुल यस्तो दामी फुलेको छ सेटिस क्याम्पिङ गर्नेहरू चाहिँ ऊ पर नि कर्नरमा मजाले टेन्ट लाएर बसेको छ ऊ बारबिक्युहरू गरिरहेको छ किनभने यहाँ चाहिँ रोड छ रोड भएकोले गर्दा यहाँबाट सट्टै जाने ऊ परनिर बाजे बस्छ होइन गाडीमा म चाहिँ एकछिन पानीमा पस्छु चिसो चाहिँ चिसो छ जुन प्रकारको हावा चलिरहेको छ यहाँ हेर्नुहोस् ब्याकग्राउन्ड साले कस्तो दामी फुलेको सट्टै यति डल्लै पिङ्क वाउ अब हामी चाहिँ जाने हो ओद्मिया त अब anak nolak sama हेभी चिसो रहेछ त्यहाँ चिसो अभी ठंडे ठंडा है डर के आगे जीतेगा थोड़ा स्विमिंग करो
Alabo. Alabo, bo. Karang. Guys, Santara. Alabo, po. Guys, matok. Hey, Maba. Matok boleh kata tasty, sweet. कलेक्ट गर्छ हनी हेलो हनी बनी हनी कलेक्ट गर्दैछ आज चाहिँ म र बाजेले चाहिँ मजाले खानापिना खाइयो ड्राई पिकनिक बाजे यहीँ छ हैन अन्त खाने हो जाने हो आइसक्यो अलमोस्ट माता रोचे बनाना lo Clementina toca lo Clementina ज्यादा लाग्छ Besieder. यो भित्ताहरु चाहिँ डल्लै पर्छ
केसेरे नेसनल पार्क हो भित्र उता चाहिँ केसेरे नेसनल पार्क हो त्यो ढुङ्गाहरू हेरिहाल्नु छैन यहाँनिर के भयो यहाँ चाहिँ टेन्ट लाएर बस्ने ठाउँ हो अन्त यो कर्नरमा पुरा टेन्ट लाएर बस्न हुन्छ क्याम्पिङ आउने अब आजको हाम्रो पिकनिक सिक्ने भयो बाजे नातिर अब घरतिर लाग्दैन ओके दोस्तों अभी हम लोग घर वापस आ चुके हैं और वेदर देखिए बहुत सुहाना है और बोकर बहुत ज़्यादा हवाएं चल रहा है और अभी हम लोग इस वक्त है घर रूबेन को देखो वहाँ पे खाने का सामान बच गया है ड्राई फ्रूट्स वगैरह तब इसको मैं रिटर्न रखता हूँ वापस फ्रिज में रूबेन देखो किस तरह से चिल्ला रहा है बो 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 करके चलिए आज का दिन अभी निकल गया अभी रेस्ट टाइम आज का दिन का जितना भी एंजॉय करने का था हो गया क्योंकि घर में बैठ के ना मैं थक जाता हूँ है ना तो इससे अच्छा है कि बाहर निकल जाओ सामने की ओर है समंदर है वहाँ जाओ एंजॉय करो मगर बहुत ज़्यादा हवाई चल रहा है तो थोड़ा डिस्टर्ब हुआ र साथीहरु है आज चाहिँ रूबेन र म चाहिँ ड्राई पिकनिक हामी दुईजनाको हैन पौडी सौडी खेलियो पानी एटलिस्ट ठिकै रहेछ त्यस्तो चिसो पनि छैन अहिले यो मौसममा पौडी खेल्न सकिन्छ पनि हैन र गरम चाहिँ त्यति साह्रो लागिहालेको छैन जस्तो भयो किनभने यो 2-3 दिन अगाडि पानी परेकोले गर्दा अलिक चिसो खालकै छ वेदर चाहिँ र अब चाहिँ रेस्ट टाइम हो रूबेनलाई पनि सुताउने म पनि एकछिन रेस्ट गर्छु है साथीभाइहरु थ्यांक यू सो मच यसरी माया अनि साथ सपोर्ट दिइरहनु होला सब्स्क्राइब गरिदिनु होला तपाईहरुलाई इजरायलको बारेमा थप केही जानकारी चाहिएको छ हैन केयरटेकरको विषयमा तपाईहरु आउनु हुँदैछ टेक्निकल है फिजिकल फाइनान्शियल जे पनि इस्युजहरु आउँदैछ के कस्तो तपाईहरुलाई कुनै प्रकारको सहयोग चाहिएमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ मैले सके र जानेको भर तपाईहरुलाई सहयोग गर्नेछु बाइ बाइ साथीहरु भिडियोलाई मन परेमा लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु है त कमेन्ट गर्नुहोस् मिठो एउटा है त अनि कहाँदेखि हेर्नु हुँदैछ तपाईको लोकेसन पनि बताइदिनु होला बाइ बाइ साथीहरु